अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हो। महिला दिवसको उपलक्ष्यमा मनाइएको हो र महिलाहरूको पर्व हो आज। तर हामीले जडीबुनिया मनाइरहेका छौँ। हामी मात्रै बोलेका छौँ, भाषण गरेका छौँ। त्यस कारणले म सम्बोधन पनि गर्दिनँ, सम्बोधन यथा भयो। तर आज मलाई कता कता विषयहरू धेरै कुराहरू छ। धेरै आफ्नो क्षेत्रमा विशिष्टता हासिल गरिसक्नुभएका विशिष्ट महानुभावहरूको वक्तव्य हामीले सुनिसक्यौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका हस्तीहरूको अभिव्यक्ति पनि सुनिसक्यौँ। अब मैले नयाँ कुराहरू भन्न सक्दिनँ र दोहोऱ्याउन पनि चाहन्छु। खालि मैले एउटा विश्वास र भरोसा सृजना भएको छ मेरो मनमा, किनभने हाम्रा नारीहरू पनि त्यो अवस्थामा पुगिसके। किनभने आज हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नारी दिवस मनाइरहेका छौँ। एउटा नारी हस्ताक्षर चाहिँ हामीले विमोचन गऱ्यौँ। त अर्कोतिर हाम्रो नेपालमै पनि त्यो निर्वाचनको रिजल्ट भइरहेको छ। अनि मैले आधाभन्दा बढी नारीमा पनि कुमारीहरूले चाहिँ के अरे राष्ट्रिय स्तरमा राष्ट्रिय एसेम्ब्लीमा प्रतिनिधित्व गरेको हामीले विगतहरू पनि सुनिसक्यौँ। त्यस कारणले म यो के भन्न चाहन्छु भनेदेखि अब हामी नारीहरूको लागि संरक्षण गर्नुपर्ने अथवा सुरक्षित सिटहरू राख्न नपर्ने स्तरमा जानुपर्छ हाम्रो नेपाली समाज जस्तो अमेरिकामा नारीहरूको लागि होइन रिजर्भेसन भएन, त्यो अवस्थामा हामी जानुपर्छ, त्यो उसमा जानुपर्छ। जस्तो हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अहिले यहाँको क्रियाकलापबाट पनि मैले के अनुभूत गरेँ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा च्याप्टर हो जरिया, र जरिया च्याप्टरले आयोजना गरेको त्यो कार्यक्रममा यहाँ सिर्जना भएका यहाँ स्थापित सम्पूर्ण सामाजिक संस्थाहरूको सहभागिता र शुभेच्छा देख्दाखेरि सबैको उद्देश्य एउटै हो। त्यो उद्देश्य के हुनु सुन्नु एउटा के अरे नेपाली साहित्यको नेपालीहरूको गुडविलको लागि फर द बेटरमेन्ट अफ नेप्लिस हाम्रो सबैको उद्देश्य त्यही हो। तपाईँको संस्थाले त्यही गर्न खोजेको हो, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पनि त्यही गर्न खोजेको हो होइन। हामी सबैको उद्देश्य गोल भनेको एउटा त्यही हो। नेपालीहरूले जहाँ बस्दाखेरि पनि भाइचाराको दृष्टिकोणले होइन के अरे वसुधैव कुटुम्बकमको विचारले एक अर्कोमा चाहिने सौहार्दता र सबै मिलेर समष्टिगत रूपमा हामी बाँचौँ र एकदम सुरक्षित सेल्टरको तयारी गरौँ भन्ने हाम्रो उद्देश्य हो। त्यस कारणले हाम्रा जति क्रियाकलापहरू छन् ती सबै यस्तै अनुरूप भइरहेको मलाई महसुस भयो र मलाई ढुक्क भयो। एउटा सिनियर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सदस्यको नाता अर्को चाहिँ यहाँहरूले पत्याएर सल्लाहकारको रूपमा राख्नु भएको छ। मेरो सल्लाह यही भयो अहिलेको। अनि अर्को एउटा के भन्न चाहन्छु भनेदेखि मेरो आँखामा अलिकति प्रोब्लम छ, त्यस कारणले बुदागजुल लामो भनेको हो। बुदागजुल एउटा दुईवटा मात्रै 7-5वटा बुदागजुल भन्छु होला म। एउटा के छ भनेदेखि हामी केही कुरा ग्रहण गर्छौँ जसको स्थायी मूल्य छ, जुन हाम्रो परिस्थिति अनुकूल छ, त्यही हामी चाहिँ अनुभूत गर्छौँ, ग्रहण पनि त्यही गर्छौँ। यात्राका अनेक कष्ट उठाएर चाहिँ यहाँ आउन सक्नु भएन, कति चाहिने कुरोहरू गर्दाखेरि पनि त्यो हामीलाई अलिकति पसिलो लागिरहेको छ। त्यसको लागि हामी बिर्सिदिउँ। अब किनभने यहाँ भावनाको समुद्र उर्लिएको छ, यो भावनाले जोडेको हो हामीलाई होइन। सबै हाम्रो समष्टिगत रूपमा भावना एकीकृत भएको हो, त्यो भावनाले जोड्छ। के हुन्छ भनेदेखि संस्थाहरूको रूपमा फेरि लाउनु कुराहरू गयो भने कुनै संस्थाहरू सामाजिक संस्थाहरूमा त्यो संस्था फुल्छ फल्छ, त्यसले प्रोग्रेस गर्छ। जहाँका सदस्यहरूमा के भावना हुन्छ भनेदेखि यो संस्थाको श्रेयले म परिचित भएको हुँ भन्ने भावना भयो भने त्यो संस्था उन्नति गर्छ। मैले गर्दाखेरि यो संस्था चलेको, म भएन भने हुँदैन भन्यो भने त्यो संस्था डुब्छ। त्यस कारणले मैले पनि जर्जियालाई चाहिँ कस्तो देखाएको छु भने असाध्य सानो रूपबाट होइन। अहिले हाम्रो के अरे सुरुको स्थापना गर्ने के भन्छ संस्थाको अध्यक्षको अभिव्यक्ति पनि सुने। किनभने यो त फ्रम एन्ड टु एलिफेन्ट, कमिलोबाट सुरु भएको हात्तीभरि हिँडिरहेको छ। किनभनेदेखि धेरै जस्तो संस्थाहरू हात्तीको रूपमा
धुमधाम साथ सिर्जना हुन्छ अनि कमिलो जस्तै भएर फेरि हिँडिराखेको हुन्छ कि त्यस कारणले चाहिँ यो असाध्य राम्रो यसको फ्युचर चाहिँ एकदमै राम्रो छ र यस्तै एकदम सक्रिय र सफल नेतृत्वको अथवा संस्थाको समितिहरूको हातमा पर्दै जाओस् मेरो शुभकामना यो हो। यसपछि पनि अर्को संस्था पनि यत्तिकै क्रियाशील, किनभने यति मैले यहाँबाट हेरिराखेको छु यति क्रियाशील यहाँको चाहिँ सदस्यहरू यो जनजेट डाक्टरको कस्तो भनेदेखि लेबरियस आइज एन्ड बिजी आइज जस्तो मौरी बिजी हुन्छ नि, एउटा जान्छ अर्को आउँछ बिजी हुन्छ, त्यत्रो घाट गरी महत्त्व पार्छ। त्यस्तै यहाँको सदस्यहरू यो अन्तर्राष्ट्रिय पञ्चायतीमा जर्जिया च्याप्टरको प्रत्येक सदस्यहरूको बिजिनेस यो प्रोग्राम सञ्चालन गर्दा र अहिलेपछिको क्रियाकलापहरूमा र समाचारहरूमा मैले अनुभूत गरेका कुराहरू मौरीको जस्तो छ। यो यस्तै संस्थाहरू भयो भनेदेखि सफल हुन्छ। मैले यति भने नारीले नै नारीको पीडालाई शब्दमा उतारेर नारी अभिव्यक्ति मुखरित हुन्छ होइन, त्यो नारीहरूले बुझ्छ नारीको मर्म, किनभने नारी वेदना नारीहरूले नै दिन्छ। साँच्चै भन्दाखेरि मैले अब भन्छु नै, किनभने प्रसुति पीडा पुरुषले जसले अनुभूत गर्ने उसले हुन्छ। त्यही नारीलाई नै सशक्त बनाउनु पर्ने त्यो हुन्छ। अनि नेपाली साहित्य प्रवासलाई नेपालीसित जोड्ने सेतु बनेको छ यो नेपाली साहित्यले। प्रवासमा जति हामी छौँ त्यो सेतु यसले बनिरहेको छ। त्यस कारणले आज नेपाली साहित्य दोहोऱ्याए सूर्यास्त हुँदैन नेपाली साहित्यको जगतभित्र। अहिले हाम्रो तारा बहिनीले कि डाटा दिनुभएको थियो यतिवटा देशमा यति चाहिँ हाम्रा छन् र आजको सदस्यहरू यति छन् भनेर, त्यसलाई म दोहोऱ्याउँदिनँ। जे होस् म यति भन्छु, कला संस्कृतिको प्रवक्ता हो, साहित्य संस्कृतिको प्रवक्ता हो। साहित्य कला रहे मात्रै हामी परिचित हुन्छौँ अन्तर्राष्ट्रिय अवस्थमा, नत्र भने हामी हराउँछौँ। कथा गर्दा नेपाली कसरी भन्ने नेपाली होइन, नेपाली बोल्ने कुरो छैन, साहित्य कला पनि हाम्रो जीवित छैन, हामीले बोकेर हिँडेका छैनौँ भने कसरी चिन्छ। अनुवाद त हाम्रो बदलिँदै पनि जान सक्छ होइन, क्रस जेनेरेसन तयार होला अनि गाह्रो छ। अनि त्यसपछि अब हाम्रो खानपान रहन सहन भोजन होइन बदलिने सक्छ, तर अनुभूति बदलिँदैन। किनभने नेपाली मन कहीँ पनि अनुभूति कहीँ पनि गरेर बदलिँदैन, आकार रूप विचार बदलिन्छ। त्यो हामी नेपाली जहाँ पुग्छौँ नेपाल लिएरै गएका हुन्छौँ मनभित्र। अनि संस्कृति मानव समाजमा पूर्णमा सुगन्ध हो, त्यो सम्झिनुपर्छ। हाम्रो संस्कृति जसरी हामीले आजै पनि सञ्चालन गरौँ, हाम्रो संस्कृतिसित त्यो हो नानीहरूले यो होइन अरू के अरे प्रार्थनाहरू गरेर अनि नाचगान जुन देखिएका जति हाम्रो संस्कृति हो। यो त हाम्रो समाजका फुलहरू हुन्, यी चाहिँ जीवित रहन्। शुभकामना अन्तर्राष्ट्रिय नेपाली साहित्य जर्जिया च्याप्टरलाई र यो च्याप्टरसित आबद्ध सम्पूर्ण कार्य समितिका सदस्यहरू, त्यो बडीलाई नै धेरै बधाई, धेरै शुभकामना। यो जाँगर यस्तिकै रहोस्, कति पनि शिथिल नहोस्, यही शुभकामना र आशीर्वाद भन्नुभएको थियो। आशीर्वाद पनि दिँदै धेरैले मलाई पनि भन्नुभयो एउटा मुक्त भनिदिनु भनेर, मलाई कसैले मुक्त बढी पनि भन्नुभयो भनेर म एउटा मुक्त दिन आफ्नै पक्षमा है, मैले अरू पक्षमा हेरेको थिएँ आफ्नै पक्ष। मेहनतको आधारमा लाए खाएको, मेहनत आफ्नै मेहनतको आधारमा लाए खाएको, उमेर पुगेर पनि जुरो नआएको। आफ्नै मेहनतको आधारमा लाए खाएको, उमेर पुगेर पनि जुरो नआएको। को भनेर सोधे मेरै नाम लिनु होला, त्यो को भनेर सोधे मेरै नाम लिनु होला। अभाव भन्दा स्वभावले दुख पाएको, अभाव भन्दा स्वभाव